साथीहरु तपाईको फेसबुकमा पनि यस्तो देखाएको छ भने प्लिज टेन्सन नमान्नुहोला यो चाहिँ खुशीको खबर हो किनभने चाहिँ फेसबुकले एउटा नयाँ अपलोड दिएको छ र यसमा चाहिँ क्लिक गर्नुहोला क्लिक गरिसकेपछि तपाईको न्यू दिएको प्रोफाइल दिएको हुन्छ र माथिको यो दिएको छ नि यो हरियो त्यहाँ चाहिँ क्लिक गर्नु र यो क्लिक गरिसकेपछि तपाईले यहाँमा चाहिँ भर्नुपर्छ रिल्स फुटाहरु यताउता सेटिङ गर्नुपर्छ किनभने चाहिँ माथिको यो गट 50 न्यू फलोवर्स भने नि यहाँमा चाहिँ तपाईले इन्भाइट गर्नुपर्छ र फलोवर्स पनि गर्नुपर्छ र यो इन्भाइट भने नि यसलाई चाहिँ इन्भाइट गर्नुपर्छ र म पनि गर्छु इन्भाइट र गरिसकेपछि अनि तलको छ नि क्रिएट 18 न्यू प्रोफाइल पोस्ट भनेको छ नि यहाँमा चाहिँ तपाईले अथवा फुटा हो रिल्स हो हैन जे पनि हो तपाईको शायरी मनमा जो पनि चाहनुहुन्छ तपाईले यहाँबाट पोस्ट गर्न सक्नुहुन्छ अनि अर्को चाहिँ तलको यो क्रिएट न्यू प्रोफाइल रिल्स भनेको छ नि त्यहाँमा चाहिँ तपाईले रिल्स पोस्ट गर्न सक्नुहुन्छ र त्यहाँबाट तपाईले 9 दिनसम्म तपाईले रिल्स चाहिँ पोस्ट गर्नै पर्छ यो चाहिँ दिएको छ यो सबै भर्नु पर्छ र यहाँमा गइसके यहाँमा चाहिँ तपाईले दाब्नु पर्छ किनभने यो हरियो दिएको छ नि ट्री टट भने हानि त्यहाँमा चाहिँ तपाईले दाब्नु पर्छ र त्यहाँ दाबिसकेपछि अनि तपाईको यो प्रोफाइल पुरा भरिन्छ भरिसकेपछि अर्को यो जानुस् यहाँमा गए यो सबै भर्नु पर्छ र अनि अब अर्को कुरा गर्छु यो रेवेस टु यु अपडेट भनेको छ नि यहाँमा दाब्नु के यहाँमा दाबिसकेपछि अनि यसले पनि देखाउँछ फाइल र यो माथिको छ नि यो शेयर यु पोस्ट रिप्लाई रिल्स भनेको नि त्यहाँ चाहिँ तपाईले रिल्स गर्नुपर्छ किनकि यो सिधा तपाईको रिल्समा पोस्ट हुन्छ स्टोरीमा पोस्ट भइसकेपछि तलको यो इन्भाइट प्रोफाइल यो रिल बनाए नि त्यहाँमा दाब्नुहोस् यहाँमा गएपछि यहाँमा पनि तपाईले इन्भाइट गर्नुपर्छ र इन्भाइट गरिसकेपछि अनि तपाईको यो प्रोफाइल चाहिँ एकदमै भरिन्छ र एकदमै राम्रो हुन्छ र मेरो त यस्तो भइसकेको छ हैन एकदमै यो आएपछि तपाईको अकाउन्टमा चाहिँ पैसा आउने र तपाईको कम्पनीलाई पैसा दिने सबै गर्छ र टेन्सन नमान्नु होला र भिडियोलाई मन पर्यो भने शेयर गरिदिनु होला हस् त धन्यवाद।